वेलकम स्टुडेन्ट्स। आज हामी मियोसिस दोस्रो चरणको बारेमा पढ्न गइराखेका छौं। मियोसिस भनेको कोशिका विभाजनको विशेष प्रकार हो। मियोसिस लैंगिक कोशिका बनाउनका लागि हुन्छ। यसबाट शुक्राणु र अण्डाणु जस्ता कोशिका बन्छन्। मियोसिसमा क्रोमोसोम संख्या आधा हुन्छ। मियोसिसमा क्रोमोसोम संख्या आधा हुन्छ। मियोसिस दुई चरणमा हुन्छ, मियोसिस 1 र मियोसिस 2। मियोसिस सुरु हुनु अघि डीएनए प्रतिलिपि बन्छ। अब सुरु हुन्छ मियोसिस 1 को प्रोफेज 1। यहाँ क्रोमोसोम बीच क्रसिङ ओभर हुन्छ। यसले नयाँ गुणहरू उत्पन्न गर्छ। अब कोशिका मेटाफेज 1 मा प्रवेश गर्छ। जोडी बनेका क्रोमोसोम बीच भागमा उभिन्छन्। अब सुरु हुन्छ एनाफेज 1। समजात क्रोमोसोम छुट्टिन्छन्। यहाँ क्रोमोसोम संख्या आधा हुन थाल्छ। टेलोफेज 1 पछि 2 कोशिका बन्छन्। अब सुरु हुन्छ मियोसिस 2। प्रोफेज 2 सुरु हुन्छ। मेटाफेज 2 मा क्रोमोसोम बीच भागमा आउँछन्। एनाफेज 2 मा क्रोमाटिड्स छुट्टिन्छन्। यी विपरीत ध्रुवतर्फ जान्छन्। टेलोफेज 2 सुरु हुन्छ। साइटोकाइनेसिस पछि 4 कोशिका बन्छन्। यी सबै ह्याप्लोइड कोशिका हुन्। मियोसिस माइटोसिस भन्दा फरक हुन्छ। यसमा क्रोमोसोम संख्या आधा हुन्छ। मियोसिसले विविधता ल्याउँछ। यसले नयाँ गुणहरू सम्भव बनाउँछ। यसरी मियोसिस पूरा हुन्छ।